नमस्ते। क्यानाडामा काम खोज्दै हुनुहुन्छ वा भर्खरै काम सुरु गर्नुभयो त्यसो भए यहाँको कर्मचारी अधिकारबारे थाहा पाउनु एकदमै जरुरी छ। खास गरी नयाँ आउनेहरूका लागि त झनै। हो नि। आज हामी क्यानाडाको श्रम कानून अनि 2025मा आउन लागेका केही नयाँ नियमहरू पनि छन् हो त्यसबारे जानकारी दिने स्रोतहरूमा आधारित रहेर अलि विस्तृत चर्चा गर्दैछौँ। ती कुराहरू जुन खै सामान्यतया एचआरले त्यति भन्दैनन् कि। बिल्कुल। र सुरुमै बुझ्नुपर्ने कुरा के हो भने क्यानाडामा नि श्रम कानून दुई तहको हुन्छ, सङ्घीय र प्रान्तीय। ए दुई तहको? हो। धेरैजसो कामदारहरू त प्रान्तीय नियममै पर्छन्, तर ब्याङ्किङ, टेलिकम जस्ता केही क्षेत्र फेरि सङ्घीय नियमले हेर्छन्। यिनले चाहिँ अब ज्याला, काम गर्ने घण्टा, बिदा यस्ता कुराको न्यूनतम मापदण्ड तोक्छन्। तलबकै कुराबाट सुरु गरौँ न त। न्यूनतम ज्याला त मतलब ठाउँ अनुसार फरक हुन्छ होला होइन? हो, फरक हुन्छ। मैले सुनेको त्यो सङ्घीय नियम अन्तर्गतका उद्योगमा त अप्रिल 1 2025देखि $17.70 पुग्दैछ अरे। त्यो सङ्घीय दर हो, तर प्रान्त पछि फरक हुन्छ। जस्तै ओन्टारियोमा हेर्नुहुन्छ भने अहिले $17.20 छ। ए ओन्टारियोमा $17.20 हो। अनि यो हरेक अक्टोबरमा त्यो बजारको भाव अनुसार मतलब मुद्रास्फीति अनुसार समायोजन हुन्छ। ए आफै बढ्छ। हो। त्यसैले आफू कुन प्रान्तमा हो त्यहाँको आधिकारिक वेबसाइट हेर्नु नै सबैभन्दा पक्का हुन्छ। तलब त भयो, अनि कामबाट छुट्टी लिनु पर्दा नि बिदाहरू कस्ता कस्ता पाइन्छन् क्यानाडामा? बिदाहरू पनि विभिन्न किसिमका छन्, कानुनले नै सुरक्षित गरेका। जस्तै बिरामी पर्दा भयो, अभिभावक बन्दा मतलब बच्चा जन्मेको बेला, अनि परिवारमा कसैको मृत्यु हुँदा पनि बिदा पाइन्छ। तलब सहितको बिरामी बिदा नि त्यो कति दिन जति हुन्छ? सामान्यतया तलबसहितको बिरामी बिदा चाहिँ वर्षको 3 देखि 5 दिन हुन्छ, तर यो पनि फेरि प्रान्त अनुसार अलि फरक हुन सक्छ। ए प्रान्त अनुसार फरक हो। अनि ओन्टारियोमा एउटा कुरा के छ भने त्यो एम्प्लोइमेन्ट स्ट्यान्डर्ड्स एक्ट अनुसार सामान्य बिरामी बिदा लिनलाई रोजगारदाताले डाक्टरको पुर्जी नै चाहियो भनेर कर गर्न पाउँदैनन्। ए हो र, त्यो त राम्रो भयो नि। हो। अनि अभिभावक बिदाको कुरा गर्दा त्यो त क्यानाडाको विश्वमै उदार मानिन्छ। साँच्चै? हो नि। काम गर्ने ठाउँ सुरक्षित हुनु त झनै महत्त्वपूर्ण कुरा भयो होइन र? एकदमै महत्त्वपूर्ण। हरेक कर्मचारीको अधिकार हो सुरक्षित वातावरणमा काम गर्न पाउनु। यसमा मुख्य 3वटा कुरा पर्छन्। पहिलो, काममा के कस्ता खतरा छन् भनेर जान्न पाउने अधिकार। जान्न पाउने हो। दोस्रो, कार्यस्थल सुरक्षाको प्रक्रियामा मतलब कसरी सुरक्षित रहने भन्नेमा सहभागी हुन पाउने अधिकार। ए सहभागी पनि हुन पाइने। हजुर। अनि तेस्रो, यदि कुनै काम असुरक्षित लाग्छ भने त्यो काम गर्न मान्दिनु भन्न पाउने अधिकार। ए अस्वीकार गर्न पनि पाइने। हो, असुरक्षित काम। सुरक्षाकै कुरा गर्दा त्यो दुर्व्यवहार, उत्पीडन यसबारे पनि केही नयाँ नियम आउँदैछ भन्ने सुनेको थिएँ नि। आउँदैछ। सेप्टेम्बर 1, 2025 देखि। ए 2025 सेप्टेम्बर 1 के हो त्यो? त्यो मितिदेखि क्यानाडाका सबै रोजगारदाताहरूले अनिवार्य रूपमा कार्यस्थलमा हुने उत्पीडन रोक्न लिखित नीति बनाउनुपर्छ। र अहिलेको जमाना अनुसार यसमा त्यो अनलाइन वा भर्चुअल माध्यमबाट हुने उत्पीडनलाई पनि समेट्नुपर्छ। ए मतलब अनलाइन हुनेलाई पनि? हो। अनि अर्को कुरा, क्यानाडाको मानव अधिकार कानूनले त पहिलेदेखि नै त्यो जात, लिङ्ग, उमेर, धर्म यस्ता कुनै पनि आधारमा भेदभाव गर्न पाइँदैन भनेको छ। त्यो त गैर कानुनी नै हो। यहाँ त धेरैजना आप्रवासी अस्थायी कामदारहरू पनि हुनुहुन्छ। उहाँहरूको अधिकार नि क्यानाडाली नागरिक सहरन नै हुन्छ त? यो एकदमै महत्त्वपूर्ण प्रश्न हो र यसको जवाफ हो हुन्छ। कानुनले के भन्छ भने स्थायी बासिन्दा पीआर होस् वा अस्थायी विदेशी कामदार टिएफडब्ल्यू वा अरू कुनै हैसियतमा काम गर्ने व्यक्ति सबैलाई क्यानाडाली नागरिक सहर नै समान श्रम अधिकार छ। सबैलाई बराबर? हो, बराबर। यसको मतलब के हो भने उहाँहरूले पनि उचित तलब पाउनुपर्छ, काम गर्ने ठाउँ सुरक्षित हुनुपर्छ र कुनै पनि किसिमको भेदभाव भोग्नु हुँदैन। तर व्यवहारमा त कहिलेकाहीँ सुनिन्छ नि अलि फरक हुन्छ कि केही कुरामा विशेष ध्यान दिनुपर्छ कि? त्यो त हो। केही कुरामा ध्यान दिनुपर्छ, जस्तै रोजगारदाताले कसैको पासपोर्ट वा वर्क पर्मिट खोसेर राख्न पाउँदैन। त्यो गैर कानुनी हो। ए पासपोर्ट राख्न नपाउने? पाउँदैन। अनि अर्को कुरा, ब्रिटिस कोलम्बिया मतलब बीसीमा जुलाई 1, 2025 देखि दुईटा एकदमै रोचक परिवर्तन हुँदैछन्। बीसीमा के हुन्? पहिलो, जागिरको विज्ञापनमा क्यानेडियन अनुभव चाहिने भनेर लेख्न पाइने छैन। यसले गर्दा नयाँ आउनेहरूलाई धेरै गाह्रो हुन्थ्यो नि। हो त नि, त्यो त एकदमै राम्रो भयो। हो।
अनि दोस्रो, गिग कामदारहरू जस्तै ती एपबाट काम गर्ने डेलिभरी ड्राइभर, राइड शेयरिङ गर्नेहरू, उनीहरूलाई पनि अब कर्मचारीको रूपमा मानिनेछ। ए गिग वर्करहरू पनि कर्मचारी। हो, यसको मतलब उनीहरूले पनि न्यूनतम ज्याला, बिदा जस्ता अधिकारहरू पाउने भए। यो त ठूलो परिवर्तन रहेछ। हो नि। ल मानिलिउँ कसैलाई आफ्नो अधिकार खोसियो जस्तो लाग्यो रे, केही अन्याय भयो, त्यस्तो बेला के गर्ने त? उजुरी गर्ने निकायहरू छन्। आफ्नो प्रान्तको श्रम मन्त्रालय वा श्रम बोर्डमा सम्पर्क गर्न सकिन्छ। ए लेबर बोर्डमा? हो, यदि सङ्घीय नियम अन्तर्गत पर्ने काम हो भने सङ्घीय श्रम कार्यक्रममा उजुरी दिन सकिन्छ। अनि नियम तोड्ने रोजगारदातालाई राम्रै कारवाही हुन सक्छ। जस्तै ओन्टारियोमा त $1,00,000सम्म जरिवाना हुन सक्छ। $1,00,000? हजुर, जरिवाना। अनि अर्को एउटा महत्त्वपूर्ण कुरा छ विसल ब्लोअर संरक्षण। विसल ब्लोअर त्यो भनेको? त्यो भनेको यदि कसैले आफ्नो काम गर्ने ठाउँमा केही गम्भीर गल्ती भइरहेको वा गैरकानुनी काम वा असुरक्षित अवस्था देखेर सम्बन्धित निकायलाई जानकारी दियो भने, हो, त्यो जानकारी दिएको कारणले मात्रै रोजगारदाताले उसलाई निकाल्न वा अरू कुनै दुःख दिन पाउँदैन। उसको जागिर सुरक्षित हुन्छ। ए सूचना दिनेलाई सुरक्षा। हो, त्यसलाई विसल ब्लोअर संरक्षण भनिन्छ। त्यसो भए आजको हाम्रो यो गहिरो कुराकानीबाट के बुझियो भने क्यानाडामा काम गर्दा आफ्नो अधिकार के हो भनेर जान्नु नै सुरक्षित र सम्मानजनक व्यवहार पाउने पहिलो खुड्किलो रहेछ। बिल्कुल। र यो अधिकार चाहिँ यहाँका नागरिक हुन् वा आप्रवासी वा अस्थायी कामदार सबैका लागि बराबर छ। एकदमै। र अर्को कुरा, श्रम कानुनहरू बेला बेलामा परिवर्तन भइरहन्छन्, त्यसैले सधैँ अद्यावधिक रहनु मतलब अपडेटेड रहनु महत्त्वपूर्ण छ। सरकारी वेबसाइटहरू वा भरपर्दो स्रोतहरू हेरिरहनु पर्छ। हो, जानकारी लिइरहनु पर्यो। अनि केही अन्याय भयो जस्तो लाग्यो भने मद्दत माग्न हिचकिचाउनु हुँदैन। एकदम सही कुरा। ल आजको लागि एउटा प्रश्न सोच्न छोडेर जाउँ न त। यो गिग कामदारहरूलाई कर्मचारी मान्ने कुरा अनि क्यानेडियन अनुभव जस्ता बाधाहरू हटाउने कुरा, यस्ता परिवर्तनले आउने वर्षहरूमा क्यानाडाका केही खास उद्योग र रोजगारीको स्वरूपलाई कसरी बदल्न सक्ला? यो साँच्चै विचार गर्नुपर्ने विषय हो। भविष्यमा यसको असर कस्तो पर्ला? हो नि, सोच्दै गरौँ। आजलाई यति नै गरौँ। हुन्छ।